आज हामी च्याप्टर 17 को छङ्गु पढ्न गइरहेका छौँ है त। सुरु गरौँ। हाङ्गुगे एकैछिन है त, साउन्ड डबल आयो। हाङ्गुगे कोरियाको मुनायुसान सांस्कृतिक सम्पदाको बारेमा है त। हाङ्गुगुन कोरिया चाहिँ ओरेन भनेको प्राचीन, एक्सा वा इतिहास र फुङ्बुहान भनेको धनी है त, भरिपूर्ण मुनायुसानुल सांस्कृतिक सम्पदा खाजिन लिएको नारायमनिदा राष्ट्र हो। सुडोइन राजधानी सौरेनुन सौलमा चाहिँ ख्याङ्बोकुङ भनेको ख्याङ्बोक दरबार र छाङदकुङ भनेको छाङदक दरबार दुङ आदि छोसन सिदेए छोसन राजाको पालाको, त्यो छोसन राजाको युगको हैन। खुङ्गोरी महल छाल राम्ररी फोजन थोय इस्समनिदा भनेको संरक्षित छ हैन। फोजन थोय इस्समनिदा संरक्षित छ। हो दुईटा मध्ये के छ, ख्याङ्बोकुङ र छाङदकुङ छ हैन। अब हामी ख्याङ्बोकुङको बारेमा पढ्छौँ है त। त्यसको बारेमा अब ख्याङ्बोकुङ ख्याङ्बोक दरबार चाहिँ खाजाङ सबैभन्दा खुगो, ठुलो र आरामदाउन सुन्दर भएको, किनकि खुदा पनि के हो, विशेषण हो र आरामदाप्ता पनि के हो, विशेषण हो हैन। ठुलो भएको खुङ्गोल्लो महलद्वारा हाङ्गुगे कोरियाको छन्थोङ प्राचीन खञ्चुक भवन याङ्सिगुल भनेको वास्तुकलालाई हैन, वास्तुकलालाई छाल राम्ररी फयोजुगो देखाइदिन्छ रे। आफूले के बुझ्नु पर्यो, अब यो ख्याङ्बोकुङ आयो भने तपाईले के छ, सबैभन्दा ठुलो रहेछ के यो हैन, ठुलो र के छ, महल हो रे है त। यो त कहाँ छ फेरि, सौलमा हो, त्यो पनि बुझ्नु पर्यो हो। र अर्को छ अब छाङदकुङको बारेमा हैन, यो के छ, छाङदक दरबार। फिवन इरागो गोप्य बगैँचा भनेर फुल्लिनुन बोलाउने आरामदाउन सुन्दर भएको छङ्वनुरो बगैँचाद्वारा युमेङ हाम्निदा प्रसिद्ध छ। फेरि यो छाङदकुङ चाहिँ के रहेछ, तपाईले गोप्य बगैँचा भनेर के छ, एकदमै प्रसिद्ध रहेछ के त्यो मन्दिर चाहिँ, दरबार हैन। तपाईले भन्नु पर्यो अब यो सौल हो, सौल भित्रमा चाहिँ एउटा ख्याङ्बोकुङ छ र अर्को के छ, छाङदकुङ छ र ख्याङ्बोकुङ चाहिँ सबैभन्दा ठुलो के हो, महल हो र छाङदकुङ पनि के हो, गोप्य बगैँचा भनेर चिनिने एउटा के छ, बगैँचा रहेछ के त्यसलाई चाहिँ है त, त्यो दरबारलाई चाहिँ। र इरान यस्तो एक्सा छगिन ऐतिहासिक खञ्चुकमुरुल भवनलाई हेन्डे छगिन आधुनिक बिल्डिङ वा भवनसँग औरज्य भनेको संयोजन गरेर हैन, औरज्य भनेको संयोजन गरेर
सौरे राजधानीको मसुबन दृश्य चाहिँ थौक एकदमै आरामदायक हाम्निदा भनेको सुन्दर छ रे है त सुन्दर छ। आफूले के बुझ्नु पर्यो भने तपाईले मुनायुसन सांस्कृतिक सम्पदाभित्र एउटा के छ सौलभित्रमा चाहिँ तपाईले ख्याङ्बोकुङ र छाङदकुङ छ। त्यो ख्याङ्बोकुङ भनेको चाहिँ सबैभन्दा ठुलो के हो महल हो र छाङदकुङमा के छ फ्योन भनेर बोलाइने एउटा प्रसिद्ध महल हो। त्यसलाई के छ बगैँचा रहेछ के बगैँचाको रूपमा के छ प्रसिद्ध छ है त। अब हामी जान्छौँ ख्याङ्जुमा है त। ख्याङ्जु नुन ख्याङ्जु चाहिँ एन्नाल भनेको प्राचीन कालको सिल्ला वंशको है त सुदो एत्तन राजधानी भएको त्यो एत्तन भनेको के छ एक हो राजधानी भएको थोसिरो सहरद्वारा थाइङान विभिन्न मुनायुसानुल सांस्कृतिक सम्पदा फजनथय इस्सम्निदा भनेको संरक्षित छ रे। फुलगुक्सा भनेको बौद्ध स्तूपा र सक्कुरामुन भनेको गुफा मन्दिर हैन। सिल्लायुगको फुल्ग्यो मुनारुल बुद्ध धर्मको संस्कृतिलाई साङ्जिङ हानुन प्रतीक गर्ने थेप्यो छगिन प्रमुख मुनायुसान सांस्कृतिक सम्पदा हिम्निदा हो रे है त। फेरि यो ख्याङ्जुमा चाहिँ के छ तपाईले एउटा फुलगुक्सा छ एउटा के छ सक्कुराम छ त्यो बुझ्नु पर्यो है त। अब हामी पढ्छौँ फुलगुक्साको बारेमा है त। अब फुलगुक्सा नुन बौद्ध स्तूपा चाहिँ आरामदाउन सुन्दर भएको छन्सरुल भनेको पौराणिक है त। छन्सरुल छिनिन भनेको पौराणिक कुरा लिएको पौराणिक कुरा बोकेको। सक्काथाप एउटा के रहेछ सक्काथाप छ र अर्को के छ थाबोथाप रहेछ फेरि है त। हामीले त्यो बुझ्नु पर्यो यो फुलगुक्साभित्र पनि के छ एउटा सक्काथाप एउटा थाबोथाप यी इस्सम्निदा छ। अब हामी पढ्छौँ सक्कुरामको बारेमा है त। अब सक्कुरामे नुन त्यो गुफा मन्दिरमा चाहिँ हाङ्गुकेस कोरियामा खाजाङ सबैभन्दा आरामदाप्दा नुन प्राकृतिक सुन्दर है त थोल्डो ढुङ्गाद्वारा मान्दुन बनाइएको फुलसाङी भनेको मन्दिर इस्सम्निदा छ रे। त्यसलाई मन्दिर भन्दा पनि मूर्ति भन्नु है त। फुलसाङी इस्सम्निदा मूर्ति छ। यो त के हो फेरि सक्कुरामबाट। यो सक्कुराम भन्न बित्तिकै तपाईँले के बुझ्नु पर्यो ढुङ्गाबाट बनाइएको एउटा के छ मूर्ति इस्सम्निदा छ। सक्कुराम भनेको त्यो रहेछ हैन। र फुलगुक्सामा त के छ सक्काथाप र थाबोथाप दुईटा। र यी फुलसाङ भनेको मूर्ति थोङहाय मार्फत सिल्लायुगको सारामदुरे मान्छेहरूको तुयनान उत्कृष्ट खिसुल्गा प्रविधि र यसुलजक भनेको कला खामगाङुल भनेको भावनालाई हैन कलाको के छ भावनालाई यत फुल्सु इस्सम्निदा भनेको झल्काउन सक्छ फर्केर हेर्न सकिन्छ हैन। खुरेस त्यसैले ख्याङ्जुएनुन ख्याङ्जुमा चाहिँ मानुन धेरै ख्वाङग्वाङ्गेगी पर्यटकहरू थाजा खाम्निदा खोजेर जान्छन् है त। तपाईले सुरुमा के बुझ्नु पर्यो ख्याङ्जु बुझ्नु पर्यो। ख्याङ्जुमा चाहिँ के छ फुलगुक्सा र सक्कुराम छ। अब त्यो फुलगुक्सा भित्रमा पनि के छ
थाबो थाप र तपाईले सक्का थाप छ र सक्कु राम चाहिँ के छ यो फुलसाङ छ मूर्ति छ यति चाहिँ बुझ्नु पर्यो हैन ल त्यसपछि हामी जान्छौं नष्ट है त हाङ्गुगे कोरियाको मुना युसानुल सांस्कृतिक सम्पदालाई माराल्तेनुन कुरा गर्ने बेला पे नौल्सु अम्नुन छुटाउनै नसक्ने हैन के छ छुटाउनै नसक्ने खोसुन ठाउँ चाहिँ आन्दोङ इम्निदा आन्दोङ हो आन्दोङ चाहिँ हावै माउल हुने के छ त्यो हावै गाउँ हैन एउटा के छ प्राचीन गाउँ है त र थोसान साउन भन्ने के छ शिक्षण केन्द्र है त यो भने के छ शिक्षण केन्द्र भनेको अध्ययन केन्द्र भनौँ न अध्ययन गर्ने हैन थोसा साउन अध्ययन केन्द्र दुङ आदि छोसन सिदे छोसन युगको युयो मुनागा भनेको कन्युसेसन भन्ने एउटा के छ धर्मलाई हैन एउटा धर्म खोसो रानी भनेको पूर्ण रूपले नामा इन्नुन बाँकी रहेको थोसी इम्निदा सहर हो नि हैन तपाईले आफूले के बुझ्नु पर्यो अब आन्दोङ हैन आन्दोङ छ नि आन्दोङ भन्न बित्तिकै तपाईले एउटा के छ हावै माउल र थोसा सौन चाहिँ बुझ्नु पर्यो थोसान सौन दुईटा है त अब हामी पढ्छौं हावै माउलको बारेमा है त ल यो के छ त अब हावै माउल हेनुन हावै गाउँमा चाहिँ छन्थङ प्राचीन खाओगी भनेको घरहरू हैन यो के हो प्राचीन बस्ती हो नि त हैन प्राचीन घरहरू खुदेरो त्यही रूपमा फजनथय संरक्षित इसुम्य छ हैन र छन् खुफे खुसिब खुनेन 1999 मा एङ्गुके बेलायतको एलिजाबेथ भनेको त्यहाँको महारानी न एलिजाबेथ त थाहा छ नि महारानी यङवाङ भनेको छ रानी बेलायतको महारानी हैन यी फाङ्मुन हागिदो हेसम्निदा भ्रमण पनि गरेको थियो अरे खुरिगो र थोसान सौनुन भनेको अध्ययन केन्द्र चाहिँ छोसन सिदे छोसन युगको युक्यो भनेको शिक्षण ख्युगानो र संस्थाद्वारा खन्मुलग्वा भवन र छङ्गोनी बगैँचा हाङ्गुगे कोरियाको छन्तोङ छगिन प्राचीन मिजक भनेको छ प्राचीन सौन्दर्य हैन छन्तोङ छगिन भनेको प्राचीन मिजक भनेको सौन्दर्यको खामगागुल भनेको भावनालाई छाल राम्ररी फोय छुम्निदा देखाइदिन्छ है त आफूले के बुझ्नु पर्यो भने अब आन्दोङ पनि हो एउटा हैन मुना युसान भएको सांस्कृतिक सम्पदा त्यो भित्र एउटा हावै माउल पर्छ हैन हावै माउल गाउँ एउटा थोसान सौन पर्छ दुईटा छ त्यो हावै माउल भित्र पनि तपाईले एउटा के छ छन्तोङ खाउक पर्दो रहेछ प्राचीन घरहरू हैन त्यो चाहिँ बुझ्नु पर्यो प्राचीन घरहरू छ भने तपाईले र अर्को के छ थोसान सौनमा छ थोसान सौनमा चाहिँ तपाईले के छ खेयुक खिगन हैन शिक्षण संस्थाको भवन त्यो भवन र बगैँचा चाहिँ के छ भन्ने बुझ्नु पर्यो सही च्याप्टर 17 को हाम्रो भइएको छ हवस् त धन्यवाद